भन्छु म त चाहन्छु कि सिटी रनर नचलोस्। म एउटा ट्याक्सी ड्राइभरको हिसाबले हेऱ्यो भने चाहिँ म चाहन्छु कि सिटी रनर नचलोस्। Hey everyone, it's me Pranita. City Runner buses are here in Gandhir. This has been introduced by SNT with 16-seater capacity aimed at reducing traffic and improving public transport. For passengers, it's modern, clean, and cheap. But while many citizens are happy, local taxi drivers say their livelihoods are at risk as the earnings are dropping. So today we are here asking the general public, is City Runner a benefit for the community or a burden for the taxi drivers? So this is what Sikkim thinks. सिटी रनर मलाई लाग्दाखेरि राम्रै जस्तो लाग्छ है। कतिवटा सजिलो भइरहेको छ यसले है। किनभने डेस्टिनेसन एउटा छ नि त, वान डेस्टिनेसन टु अनदर डेस्टिनेसन सिधै है। अब वेयरएज अब हामी सपोज अर्को गाडी लिनु पऱ्यो अरे, ट्याक्सी सपोज लिनु पऱ्यो अरे, अब डाइरेक्ट गाडी नहोला, फेरि चेन्ज गर्नुपर्छ है। मलाई ठिकै लाग्छ होला उसमा हो। सिटी रनर आएर चाहिँ पब्लिकहरूको लागि अलिकति सजिलै भएको छ, किनभने अहिले हामीले यसरी हेर्दैछौँ भने टुरिस्ट सिजनमा स्पेसली हामीले ट्याक्सी पाउनु मुस्किल पर्छ है। टुरिस्ट ट्याक्सीहरू प्रायः टुरिस्टमै रिजर्भ गइहाल्छ, त्यस कारण पब्लिकलाई चाहिँ पुरा हेरेसमेन्ट हुन्छ, ट्याक्सी पाउनु पुरा साह्रो पर्छ। अब टाढो नजिकको बाटोमा स्पेसली पेसेन्ट्सहरूलाई है, अब उनीहरूलाई हस्पिटल जानु छ भने उनीहरूलाई साह्रो पर्छ। त्यसले गर्दाखेरि चाहिँ सिटी रनर आएर चाहिँ मान्छेहरूलाई चाहिँ एकदमै आराम भएको छ जस्तो लाग्छ मलाई चाहिँ। र अब सिटी रनर निक्लेर पब्लिक सुविस्ता भएको छ, गाडी भाडा सस्तो भएको छ, ठिकै हो, राम्रै हो। बिचरा उनीहरू सबैजना अब मिडल क्लासमा पनि सबैजना एभ्री वान सबैजना अब यो मिडल क्लासकै हुने, कतिजना झन् त्यो भन्दा पनि बिलो हुन्छ, साह्रै पर्छ उनीहरूलाई पनि। सजिलै लागेको छ, ठिकै लाग्यो। सुनेको थिएँ 30 रुपिसमै पुऱ्याइदिन्छ भन्ने कुराहरू, त्यसले गर्दा चाहिँ अहिले पब्लिकलाई चाहिँ एकदमै सजिलो भइरहेको छ। अनि भाडा पनि अलिक कम्ती नै भएर चाहिँ एकदम उयो नै छ। यसो हेर्दाखेरि त तर आफ्नो ओपिनियन हो, बट अब मलाई चाहिँ यस्तो लाग्छ कि अब सिटी रनर पनि एकदमै राम्रै छ। अब ट्याक्सी मात्रै भएको भए पनि बिचरा अब ड्राइभरहरूको लागि चाहिँ राम्रो हुन्थ्यो, किनकि उनीहरूको पनि एउटा बाटो हो नि त। अब सबैजना अहिले त म्याक्सिमम् हाम्रो सिक्किममा त 100मा त 90% ड्राइभरै छ, सबैलाई थाहा नै छ नि त यो कुरा त। अन्त त्यही भएर उनीहरूको लाइफमा चाहिँ अलिक हार्ड हुँदैछ उनीहरूको लाइफ। सिटी रनर चाहिँ खासमा पब्लिक कन्सर्न एज अन्त गभर्मेन्टको जुन चाहिँ इनिसिएटिभ हो यो चाहिँ खासमा राम्रो इनिसिएटिभ हो, किनभने ट्याक्सी ड्राइभर्सहरूको जति पनि त्यसमा अब उहाँहरूले इस्यु देखाउनु हुँदैछ अहिले हाम्रो चलेन भनेर, त्यो एउटा इमोसनल कुरा हो। तर जेनरल पब्लिकको हिसाबमा जुन चाहिँ फेयर छ त्यो धेरै घटेको पनि छ होइन। त्यसले गर्दा चाहिँ सिटी रनर्स कुद्नु चाहिँ राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ। जुन चाहिँ यो सिटी रनर छ यो चाहिँ गभर्मेन्टको एकदमै वान अफ द बेस्ट इनिसिएटिभ हो। हामी पब्लिकले यसलाई पुरा सपोर्ट गर्छौँ है। अलिकति अब यो ट्याक्सीहरूको अलिकति मोनोपोली भएको जस्तो भइरहेको थियो है कतिवटा कुरामा, र यसमा चाहिँ अब मोनोपोली ट्याक्सी मार्केटमा चाहिँ अलिकति कम्पिटिसन जस्तो आयो है। त्यो हुँदा चाहिँ पब्लिकलाई एकदमै राम्रो भएको छ। अल्टिमेटली अब हामीले खासमा चाहिँ पब्लिकलाई सुविस्ता दिनुपर्ने हो। यो सिटी रनर आएको दिन अब इफेक्ट त अलिअलि परेकै छ है, कहीँ न कहीँ गएर पर्छ, किनकि सधैँ अब ट्याक्सीमा चढिरहेको मान्छेहरू सिटी रनर अलिकति राम्रो गाडी भएकोले गर्दाखेरि त्यहाँनिर गएर अब चढिदिँदाखेरि हामीलाई कहीँ न कहीँ इफेक्ट त परेको छ। तर अब त्यति साह्रो असर पनि होइन, बिस्तारै बिस्तारै अब सबै मान्छे अब सिटी रनरमै चढ्छ भन्ने पनि छैन। हुन त पब्लिकको डिमान्ड हो है, उहाँहरूले अब सिटी रनरलाई डिमान्ड गरिरहनु भएको छ, त्यसको लागि हामीलाई अब अलिअलि इफेक्ट चाहिँ परेको छ, तर त्यति साह्रो चाहिँ होइन। हाम्रो कमाइमा इफेक्ट त अब त्यति मतलब के अब के भन्नु, त्यति भएको छ जस्तो त मलाई लाग्दैन। किनभने अहिले चाहे सिटी रनर होस् चाहे नहोस्, गाडीको जाम त तपाईँले देखिरहनु भएको छ होइन। अब त्यो बिचरा त्यो सिटी रनरले कतिजना 15, 16, 17जना बोक्ला होइन। त्यो पनि अहिले राम्रोसँगले त त्यो पब्लिकली अहिले एडभर्टाइजमेन्ट पनि छैन होइन। मेन विशेष हाम्रो चाहिँ यहाँ प्रब्लम चाहिँ के छ भने सिटी रनर चाहिँ होइन, हाम्रो जाम हो मेन प्रब्लम चाहिँ। अहिले हेर्नुहोस् तपाईँको रानीपुलबाट गान्तोक आउनु पनि कमसेकम पनि तपाईँको 1 से 1.5 घन्टा लाग्छ त
होइन 1 से 1.5 घन्टा लाग्छ त्यो 1 से 1.5 घन्टा वान वेमा त्यति लाग्छ भने त तपाईँ हामी त ट्याक्सी चलाएर खाने मान्छे कसलाई याद छ होइन अब 2 वे हुनु पर्यो होइन जान्छ अब आउनु पर्यो आयो फेरि जानै पर्यो अन्त कमसेकम दिनभरिमा तपाईँको 3 ट्रिप 4 ट्रिप गर्दा गर्दा रात त परिहाल्छ सिटी रनरले गर्दाखेरि चाहिँ अब हुनु त अब हामी ग्राउन्डमा हिँडेर मात्रै याद छ होइन हामीलाई धेरै एकदमै इफेक्ट नै परिरहेको छ किनभने सबैजनाको लोनहरू हुन्छ होइन सबैजनाले अब दुःख गरेर किनेको गाडीहरू हुन्छ अब त्यसमा पनि अहिले अफ सिजनको कारणमा होइन अफ सिजन भएको समयमा फेरि त्यही माथि सिटी रनर पनि थपिँदाखेरि चाहिँ अझै हामीमाथि चाहिँ प्रेसर नै परेको जस्तो छ है। अब यो चाहिँ हो जुन चाहिँ ट्याक्सीहरू छ यो पनि मरेको छ नि त होइन एडभान्टेज डिसएडभान्टेज है एडभान्टेज उठाउनेले त्यहाँ उठाइरहेको छ है नउठाउने अब जस्तै यो ट्याक्सी ड्राइभरहरू भएको छ ट्याक्सी अहिले बसेको छ नि त त्यसमा हामीलाई दुःख लाग्छ क्या हुन्छ नि अब किन भन्दाखेरि उहाँहरूको पनि एउटा आफ्नो परिवार हुन्छ पाल्नु पर्यो नानी पढाउनु पर्यो पाल्नु पर्यो होइन अब हामीले चाहियो भने चाहिँ उहाँहरूलाई पनि स्मुथली लिएर हिँड्नु सकिन्छ। इफेक्ट त हुँदैछ होला नि बिचराहरूलाई किनभने उनीहरूलाई अब घर चलाउनु लागि त त्यही हो उनीहरूको आम्दानी नै त्यो ट्याक्सीबाटै हुन्छ है तर अब म चाहिँ के भन्छु भने चाहिँ अब ट्याक्सीहरूले पनि अलिकति बुझिदिनु पर्ने हो उनीहरूले पनि आफ्नो पब्लिकहरूको कुरा है पब्लिकहरूलाई उनीहरूले टुरिस्ट सिजनमा चाहिँ पब्लिकलाई उनीहरूले पुरै टोटली उयो गरिदिन्छ नि त होइन हेरिदिँदैन पब्लिकको पनि कतिवटा कुराहरू हुन्छ है पब्लिकलाई पनि कति हेरेसमेन्ट हुन्छ भन्ने कुराहरू चाहिँ उनीहरूले बुझिदिँदैन तर अहिले सिटी रनरले अलिकति इजी त बनाएको छ तर बिचरा ट्याक्सी ड्राइभरहरूलाई पनि बिचरा उनीहरूलाई पनि कतिवटा कुरामा अहिले हालैमा ट्याक्सी टुरिस्ट अलिकति कम्ती हुँदाखेरि चाहिँ उनीहरूलाई गाडी नचल्दाखेरि उनीहरूको जति पनि फ्यामिलीहरू चलाउनु पर्छ त्यसमा प्रब्लम त हुन्छ उनीहरूलाई। यो चाहिँ राइट हो है किनकि मेरै फ्यामिलीमा पनि छ मेरै दाजुहरू भयो होइन मेरै सोल्टीहरूले अब साथीहरू पनि छ थुप्रो अब ड्राइभरहरू उनीहरूले पनि अब उनीहरूको पनि त त्यही ड्राइभिङबाट त अब घरहरू चलिरहेको छ आफ्नो फ्यामिलीहरू कसैले पालिरहेको छ होइन तर यो बसले गर्दा भाडा त पब्लिकलाई त एकदम सजिलो भएको छ होइन तर ड्राइभरको जुन चाहिँ पनि गरी खाने एउटा बाटो थियो त्योमा चाहिँ अलिकति प्रब्लम भइरहेको छ हुनु चाहिँ त्यो चाहिँ हो राइट हो। अनि उहाँहरूको इन्कम पनि लस्ट हो तर गभर्मेन्टले हेर्नुपर्ने पब्लिक सेक्टरमा मतलब अब जनताको लागि हेर्दा चाहिँ तपाईँको जनताले पनि त पे बेसी गर्नुपर्दछ ट्याक्सीमा एज कम्पेयर टु अहिलेको जुन चाहिँ तपाईँको यो नयाँ इनिसिएटिभ बस सुरु भएको छ होइन त्यसले गर्दा चाहिँ खासमा अब सबै सेक्टरबाट हेर्दा ट्याक्सी पनि इन्डाइरेक्टली कतै न कतै चल्छ त्यो बसले टुरिस्ट रिलेटेड त केही गर्ने होइन त्यसले गर्दा बस चल्नु चाहिँ खासमा सबै जनतालाई हेर्नु हो भने चाहिँ राम्रो कुरा हो जस्तो लाग्छ। उहाँहरूले अब बेस्ट सर्भिस दिएपछि त पब्लिकले त सर्भिसलाई नै मन पराउँछ नि त होइन अनि उहाँहरूको अलिकति सर्भिस पनि अलिक राम्रो गर्नु पर्यो प्लस अब कतिजना ट्याक्सीको चालक दाजुभाइहरू त्यस्तै छ अब अलिकति अनएक्सेप्टेबल ल्याङ्ग्वेजहरू युज गर्छ कोही बेला है अलिकति अब केही कुरा सोद्धाखेरि पनि बोलिदिँदैन कोही फेरि अलिकति माथिरहेको पनि हुन्छ है अनि त्यस्तोहरूपट्टिबाट सबै कुराहरू हेर्दाखेरि प्लस अब हाम्रो यहाँको सिक्किमकै मात्रै चाहिँ अब धेरै कम्ती छ चालकहरू पनि ट्याक्सी ड्राइभरहरू पनि र त्यो सबै कुराबाट हेर्दाखेरि चाहिँ मलाई चाहिँ यो सिटी रनर भएको चाहिँ एकदमै दामी लाग्यो क्या त अनि म चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु फेरि गभर्मेन्टलाई क्या त। त्यही कारणले गर्दा ट्याक्सीको लागि ट्याक्सी ड्राइभर सबैजनाको लागि हेरिदिनु पर्ने र अब यो सिटी रनर के हुन्छ त्यो कस्तो हुन्छ त्यो त अब हामीले त्यति दिमाग त छैन अब त्यो ठुल्ठुलोहरूले बनाएको यो हेरेको आइडिया लगाएको होला त्यो विषयमा त्यति भन्ने त छैन तर दुईपट्टि ब्यालेन्स भएछ भने चाहिँ अब मेरो उसमा चाहिँ मेरो पर्सेप्सन मेरो पोइन्ट अफ भ्यूमा चाहिँ दुईपट्टि ब्यालेन्स भएछ भने चाहिँ राम्रो हो। गभर्मेन्टले होइन जुन चाहिँ गभर्मेन्टले अब सिटी रनर उहाँले पब्लिकको डिमान्ड अनुसार उहाँले लिनुभएको छ है अब त्यो जो गभर्मेन्टले गर्नुभएको छ त्यो ठिकै हो अब उहाँले पब्लिक डिमान्ड अनुसार ल्याउनु भएको छ त्यसमा हामीले के भन्नु छ होइन सिटी रनर ट्याक्सी त तपाईँले अब एउटा स्टेट हो होइन सिक्किम स्टेट हो अब यो सिटी रनर पनि तपाईँले पब्लिकको डिमान्डको लागि दिनैपर्छ होइन किनभने कतिजनाले एफोर्ड गर्नु सक्छ ट्याक्सी फेयर कतिजनाले गर्न सक्दैन कतिजनाको मेडिकलाइज हुन्छ कतिजना हस्पिटलाइज हुन्छ होइन अब उनीहरूले अब 50 रुपियाँ पर डे 50-100 गरेर त अब दिनभरिमा कमसेकम 800-900 रुपियाँ उनीहरूको किराय जान्छ होइन अब त्यो फेयर गर्नु सक्दैन कतिजनाले अब हामीले खालि हाम्रो मात्रै हेर्नु भएन हामीले जनता होइन पब्लिकको लागि पनि हेर्नु पर्यो।
अब यो सिटी रनरको त एउटा उयो थिएन अहिले अब गान्तोक क्यापिटलमा एउटा निड थिएन मलाई लाग्छ किनभने ट्याक्सी तपाईँले एभ्रिवेयर तपाईँले कहाँनिर तपाईँले एकदम प्रशस्त मात्रामा तपाईँले पाउनुहुन्छ होइन ट्याक्सी अब नपाउने भए चाहिँ अब मैले आई थिङ्क अब गभर्मेन्टले चाहिँ अब यो जस्तै बस्तीहरूबाट चाहिँ सर्भिसको लागि चाहिँ यो सिटी रनरहरू राखिदियो भने चाहिँ सायद बस्तीको मान्छेहरूले चाहिँ गुणगान चाहिँ गाउँछ होला। अब अहिलेको 21st सेन्चुरीमा अब है 21st जमानामा अहिले के हो भन्दाखेरि अहिले चाहिँ अब हामी फर्दर चाहिँ हामी सँगसँगै हिँड्नै पर्छ। अब हाम्रो ब्यालेन्स छैन पनि कुनै चिज पनि हुँदैन र त्यसै कारण ब्यालेन्स लिएर हिँड्नुपर्छ। हामी सिटी रनर पनि चलाउनु पर्छ र हामी ट्याक्सी पनि चलाउनु पर्छ। अब ट्याक्सी यस्तो हो, ट्याक्सी फेरि सिटी रनर जस्तो कुनाकुनी त पस्दैन नि। ट्याक्सी चाहिँ कुनाकुनी अरू पसिहाल्छ होइन। सिटी रनरको पोइन्ट डेस्टिनेसन छ एउटा होइन, त्योसम्म मात्रै त हो। र त्यसै कारण हामीले न्युट्रल भएर चाहिँ यसरी हिँड्नुपर्छ, सँगसँगै लागेर हिँड्नुपर्छ होला फर्दर पनि, मलाई चाहिँ त्यस्तो लाग्छ। मलाई चाहिँ फ्युचरमा चाहिँ के जस्तो लाग्दछ भने त्यो सिटी रनर्सहरू त चल्छ जस्तो त लाग्दैन सिक्किममा हो भने चाहिँ, किनभने ट्याक्सीहरूले अपोज गरिहाल्छ। किनभने ट्याक्सी भनेको त उहिलेदेखि चल्दै आएको कुरा हो है। ट्याक्सी फेरि बढ्नु पुरै बढेर गएको छ, पब्लिकभन्दा बेसी ट्याक्सी नै भएको छ। त्यसले गर्दाखेरि चाहिँ ट्याक्सीले नै उयो गर्छ जस्तो लाग्दछ सिटी रनर भन्दा चाहिँ, मलाई चाहिँ त्यस्तो लाग्छ। यो कुरामा हिजो हुँदै पनि थियो। हाम्रो त्यहाँ साथी एकजना ट्रेभल एजेन्सीमा काम गर्छ, साथी कतिजना कुरा गर्दै थियो कि यो बातमा अब योले यहाँ अरू जग्गातिर पनि यहाँ जस्तो अब माथि छङ्गु कहाँतिर पनि यो गाडी कुद्नु सक्छ भन्ने छ। त्यस्तो भएपछि चाहिँ अब ड्राइभर ट्याक्सी उयोलाई टुरिस्ट गाडीहरूलाई चाहिँ झन् अब एफेक्ट हुनसक्छ, त्यस्तो कुरा त हुँदै थियो। अब सायद मेबी हुनु पनि सक्ला, तर यस्तो हुन्छ कुनै कुरा कोही बेला यस्तो हुन्छ कि सुरुवात राम्रो हुन्छ तर कन्टिन्यू हुँदैन त्यो कुरा। सायद यो कुरा पनि सायद कन्टिन्यू नहुन्ला। भयो भए पनि मैले त्यही भनेको, अब भयो भए पनि ठिकै छ, तर ट्याक्सी ड्राइभरको चाहिँ अब उयो चाहिँ नछिन्नुहोस्, रोजीरोटी चाहिँ नछिन्नुहोस्। त्यही अब यो गयो अब मेरो विचारमा त सिटी रनर भने त सिटीमै गरेको ठिक हो, बाहिर त ननिकालेको राम्रो हो। किन उनीहरूको त्यही राम्रो चलेको छ, उनीहरू त्यही बस्नु पऱ्यो। अनि ट्याक्सी ड्राइभरहरू जस्तो टुरिस्टहरू खेप्छ उनीहरूले त्यही गरेको त्यही राम्रो। सबैजना आफ्नो आफ्नो जग्गामा गरेर खाइरहेछ, एकअर्कामा डिस्टर्ब नगरेको, हात नलगाएको राम्रो मेरो विचारमा चाहिँ। अब यो बसहरूले गर्दाखेरि चाहिँ राम्रो त राम्रै हो, बस निकाले पनि हाम्रो पब्लिकको लागि एकदमै राम्रो हो। बट अब हुन्छ नि यसले चाहिँ अब ड्राइभरको आधी पर्सेन्टेज चाहिँ उनीहरूको जुन चाहिँ इन्कम थियो खाइरहेको छ नि त। अन्त भोलिको दिनमा अब मान्छेहरूले त जति सक्दो सस्तोमै ट्राभल गर्छु भन्छ नि त। कुनैले त यत्रो पैसा तिरी त को जान्छ, मै पनि जान्दिनँ, तपाईँ पनि त जानुहुन्न। अन्त त्यही कारणले चाहिँ अब भोलिको दिनमा चाहिँ यही बस चाहिँ आउँछ जस्तो लाग्दैछ। अब सँगै चाहिँ हुनु सक्दैन दुइटै भन्छ। अन्त जस्ट लाइक बाहिर स्टेट्समा हेऱ्यो भने हामीले पपुलेसन, खासमा हाम्रो पपुलेसन अलिक कम्ती भएर मात्रै त्यो म्याटर गरेको। अहिले बाहिरतिर सिटी रनर्स बस ठुल्ठुलो 50 सिटर 60 सिटर्स बस चल्छ पब्लिक ट्रान्सपोर्टेसन होइन। त्यसमा मान्छेलाई केही अब त्यस्तो इस्यु हुँदैन। हाम्रो खास सानो स्टेट भएर त्यस्तो इस्यु भएको मात्रै जस्तो लाग्छ। खासमा चाहिँ राम्रो इनिसिएटिभ हो यो चाहिँ। भने सिटी रनर्सको त एभ्री टाइमिङ हुन्छ नि त है, तर जतिजनालाई हतार हुन्छ उहाँहरूले ट्याक्सी पनि त युज गर्नुहुन्छ। त्यसो गर्दाखेरि आम पब्लिकहरू हेऱ्यो जो चाहिँ अब ट्याक्सीमा चढ्नु नसक्नेहरू पनि हुनुहुन्छ, तर बाध्यताले गर्दा चढिरहनु भएको छ नि त। उहाँहरूको लागि चाहिँ एकदमै सजिलो हो। टाइमिङको हिसाबले हेर्दाखेरि चाहिँ मतलब पब्लिकहरूले ट्याक्सी लिनुहुन्छ नि त। इमर्जेन्सीमा त कसैले पनि सिटी रनर वेट गरिबस्दैन। त्यसो गर्दा काहीँ न काहीँ पिपल मतलब पब्लिकलाई नै हेल्प भइरहेको छ जस्तै लाग्छ मलाई चाहिँ। सँगै नै चल्नुपर्छ, किनभने अब मोनोपोली मार्केट हुन्छ है, यो चाहिँ हेल्दी कम्पिटिसन हुन्छ। यस कारणले गर्दा यो जुन चाहिँ यस्तो खालको मार्केट छ यसमा चाहिँ अब हेल्दी कम्पिटिसन हुनुको लागि चाहिँ गभर्मेन्टको साइडबाट पनि पब्लिक ट्रान्सपोर्ट पुरै हुनु पर्यो, प्लस अब ट्याक्सी स्ट्यान्डहरूदेखि पनि अब ट्याक्सीको सर्भिस पनि पुरै हुनु पर्यो, सो द्याट पब्लिकले चाहिँ बेनिफिट पाओस् होइन, बेस्टभन्दा बेस्ट बेनिफिट पाओस्। अहिले तपाईँले हेर्नु भने अब रानीपुलदेखि यहाँ गान्तोकसम्ममा तपाईँले भाडाहरू हेर्नुपर्ने दिन डेली अब त्यो कस्तो भइरहेछ, बढिरहेको छ होइन। त्यसलाई बोल्ने कोही छैन, बिकज अब पब्लिककोमा चाहिँ अप्सन्स थिएन नि त होइन। तर अब सिटी रनर आएर चाहिँ के भयो त, एउटा अप्सन्स भयो क्या त। उसले अब बेसी गर्दैछ होइन, सिटी रनर छ, लेट्स वेट द सिटी रनर भनेर चाहिँ सिटी रनरमा जानु सक्छ है। सो मलाई चाहिँ एकदमै बेस्ट लागिरहेछ गभर्मेन्टको यो इनिसिएटिभमा चाहिँ, र गभर्मेन्टलाई फेरि थ्याङ्क यू भन्न चाहन्छु म। त्यस्तो केही छैन, किनभने पहिला पनि सिटी रनर चलेकै हो, अहिले पनि चलिरहेको छ, नयाँ पनि आएर चलिरहेछ र अलिअलि ह्याम्पर त परेको छ। तर पनि सरकारले भरसक जति सिटी रनर चल्दैछ एउटा दुईवटा बसहरू घटाइदिनु भयो भने चाहिँ अझै राम्रो हुन्छ कि जब ट्याक्सीलाई पनि र सिटी रनरमा बराबरी हुनसक्छ। यसमा त्यस्तो अरू केही छैन है।
अब आई थिङ्क अब यो उयो चाहिँ भयो कोला उयो भएर चाहिँ हुँदैन होला सायद मिलेर चाहिँ अब आदान प्रदान गरेर चाहिँ हुँदैन सँगै कम्बाइन चाहिँ हुँदैन होइन अब त्यो अब सिटी रनर यस्तो हो तपाईँको जसलाई हतार छ त्यो त सिटी रनर कहाँ पर्खिबस्छ र होइन बस्छ पर्खिबस्दैन नि त हौ म पनि पर्खिबस्दिनँ उसको टाइमिङ छैन किनभने मेन चाहिँ जाम छ अब सिटी रनर कुन चाहिँ कुनामा आउँछ कसलाई थाहै हुँदैन होइन लु भन्नु अन्त यो त्यो प्रब्लम चाहिँ मेन चाहिँ जाम हो अन्त सिटी रनरले हाम्रो त्यति प्रब्लम भएको छ जस्तो लाग्दैन अब म ट्याक्सी ड्राइभर हो होइन यता अन्त म त के भन्छु म त चाहन्छु कि सिटी रनर नचलोस् म एउटा ट्याक्सी ड्राइभरको हिसाबले हेऱ्यो भने चाहिँ म चाहन्छु कि सिटी रनर नचलोस् तर म एउटा मानवताको हिसाबले हेर्दाखेरि चाहिँ सिटी रनर लगाएको चाहिँ अब म चाहिँ भन्छु राम्रै पनि हो होइन एउटा मानवताको हिसाबले म चाहिँ मैले एकपट्टि मात्रै हेर्नु भएन मैले एउटा पब्लिकली पनि हेर्नु पऱ्यो होइन अन्त पब्लिकली हेर्दा चाहिँ के हुन्छ भने चाहिँ मैले चाहिँ सिटी रनर लगाएको यो पनि बेस्टै हो राम्रै हो किनभने हर पैसाकोमा त तपाईँले 500 रुपियाँ एउटा क्यालकुलेसनमा बोकेर हिँड्नुहुन्छ हो कि न अब त्यसमै कमसेकम 300 जस्तो त ट्याक्सी फेयरमै गयो भने त 200ले खाजा खानु कि अफिस धाउनु कि होइन के गर्नु कति प्रब्लम हुन्छ नि त त्यही भन्छु So the question remains, is City Runner a step forward for the community or a step backward for those who have always driven us around? Tell us in the comment, do you think City Runner and taxis can coexist or will one replace the other? We'll feature some of your answers in the next episode. This is what Sikkim thinks.